हेलो साथीहरु, यो भिडियोमा हामी सिक्नेछौँ टिकटकको लाइक्स, भ्युज, कमेन्ट ल्याबमा जुन चाहिँ बेटल हुन्छ, बेटल पोइन्ट कसरी किन्ने, कमेन्ट कसरी किन्ने, अनि यो टिकटकको सेयर हुन्छ, सेयर, फेभरेट, रिपोस्ट यिनीहरू कसरी किन्ने, यो सबैको बारेमा यो भिडियोमा हामी सिक्नेछौँ। जस्तो चाहिँ यो फर्स्टमा चाहिँ तपाईले यो माथि चाहिँ टिकटकको आइकन लेखिएको छ, त्यो आइकनमा चाहिँ क्लिक गरेपछि यो तल चाहिँ टिकटकको सर्भिस मात्र आउँछ क्या। फेसबुकमा क्लिक गर्दा चाहिँ फेसबुकको मात्र आउँछ। ठिक छ, फर्स्टमा चाहिँ तपाईँले माथि चाहिँ क्लिक गर्नुपर्छ। जस्तो चाहिँ मैले यो टिकटकमा क्लिक गरेको छु, टिकटकमा क्लिक गर्न बित्तिकै टिकटकको सबै सर्भिस आइसक्यो। अब चाहिँ हामी यो टिकटकको लाइक्स, ल्यापटप ग्यारेन्टी लाइक्स छ, यो चाहिँ अर्डर लगाएर हामी हेर्छौँ। जस्तो चाहिँ यो हेर्नु, टिकटक लाइक्सहरू लेखेको छु, यो चाहिँ लाइफ टाइम ग्यारेन्टी लाइक्स हो। यसमा चाहिँ तपाईँको लाइक्स प्याक गर्दैन। यहाँ चाहिँ लिङ्कमा तपाईँ अर्डर सर्भिस सिलेक्ट गरेपछि लिङ्कमा चाहिँ तपाईँले आफ्नो टिकटकको पोस्ट लिङ्क, भिडियो लिङ्क हाल्नुपर्छ। जस्तै मैले यो चाहिँ मिस्टेकमा अर्कै लिङ्क हालिदिएको छु। अब चाहिँ यो टिकटक https://vt टिकटक, यो चाहिँ टिकटक लिङ्क हाल्नुपर्छ आफ्नो भिडियोको। यो लिङ्क चाहिँ तपाईँ चेक गरिहाल्नु, कुनै बेला के हुन्छ, लिङ्क चाहिँ तपाईँको भिडियो अर्कै हुन्छ, यहाँ चाहिँ पेस्ट अर्कै लिङ्क भइहाल्छ। त्यही भएर तपाईँलाई यो जुन चाहिँ तपाईँ लिङ्क हाल्नुहुन्छ त्यो लिङ्क चाहिँ एक दुईचोटि चेक गरेर अनि राम्ररी हाल्नु क्या। धेरै मैले यो मान्छेको कम्प्लेन सुनेको छु, दाइ म यो अर्कै भिडियोमा अर्डर लगाएँ, अर्कै भिडियोमा लाइक्स भागिरहेको छ। यसमा चाहिँ तपाईँको मिस्टेक हुन्छ क्या। त्यही भएर तपाईँ कुन भिडियो हाल्नुहुन्छ त्यो भिडियोलाई चेक गरिहाल्नु। त्यो पछि चाहिँ यो क्वान्टिटी हालेर न्यू अर्डरमा क्लिक गर्नुपर्छ। अब जस्तो चाहिँ मैले यो टिकटक भ्युजको अर्डर लगाउँदैछु। सो रिफिलिङ 30 डे भन्नाले के हुन्छ, तपाईँको यो टिकटक लाइक्सको 30 डेजको रिफिलिङ ग्यारेन्टी हुन्छ। 30 डेजभित्र तपाईँको लाइक्स, भ्युज घट्यो भने हामीलाई त्यो वाट्सएपमा मेसेज गर्नु या टिकट क्रिएट गर्नु। हामी यो घटेको लाइक्सहरू, भ्युजहरू तपाईँको हामी फ्रीमा बढाइदिनेछौँ। जस्तै यो टिकटक सेभको सर्भिस छ, टिकटक सेयरको छ। ठिक छ, यो चाहिँ टिकटक भ्युजको लाइफ टाइम ग्यारेन्टी सर्भिस हो। यसमा चाहिँ तपाईँको के हुन्छ, यो अलिक महँगो पर्छ ल्यापटप ग्यारेन्टी भ्युजको, तर यसमा तपाईँको भ्युज कहिले गर्दैन। यो ल्यापटप ग्यारेन्टी भ्युजको अर्को फाइदा के छ, यो भ्युज बाहेक तपाईँको टिकटक मोनेटाइज पनि हुनसक्छ। यो तपाईँको इनसाइटमा जुन सो हुन्छ भ्युजहरू, कति भ्युज छ त्यहाँ पनि सो हुन्छ। यसको चाहिँ मेन खास गरी फाइदा यो छ। यो ओरिजिनल भ्युजले तपाईँको एकाउन्ट झन् बढी बुस्ट हुन्छ क्या। अर्को सर्भिस हामी एक्सप्लोर गरिरहेको छ, जस्तो यो टिकटक लाइक्सको नन ग्यारेन्टी सर्भिस हो। नन ग्यारेन्टी सर्भिसमा के हुन्छ, तपाईँको यो लाइक्सहरू सस्तो हुन्छ। नो रिफिलिङ भनेको नो ग्यारेन्टी हो। नो रिफिलिङ सर्भिसमा के हुन्छ, इफ तपाईँको पछि लाइक्स घट्यो भने हाम्रो कुनै ग्यारेन्टी हुँदैन। ठिक छ, तपाईँ त्यही प्रयास गर्नु तपाईँको आफ्नो लाइक्सहरू रिफिलिङ सर्भिसमा प्रायः अर्डर लगाउनु। अर्को चाहिँ यो हाम्रो सर्भिस छ टिकटक लाइक्स कन्ट्री टार्गेट। यसमा के हुन्छ, तपाईँको कुन कन्ट्रीको मान्छेको लाइक्स चाहियो, त्यो कन्ट्रीको मान्छेको लाइक्सहरू तपाईँ यहाँ चाहिँ किन्न सक्नुहुन्छ। यसको प्राइस पनि धेरै महँगो छैन, 10 रुपियाँ 60 रुपियाँ पर्छ तपाईँको 1000 लाइक्सको। अर्डर चाहिँ कसरी लगाउने, त्यस्तै अर्डर लगाउने। जस्तो चाहिँ अर्डर कसरी लगाउने, जुनसुकै पनि सर्भिसमा अर्डर चाहिँ त्यस्तै लगाउनु पर्छ। फर्स्टमा चाहिँ तपाईँले यो लिङ्कको ठाउँमा आफ्नो भिडियोको लिङ्क हाल्नुपर्छ। जस्तै म यहाँ चाहिँ भिडियोको लिङ्क हालिसकेको छु। अर्को चाहिँ क्वान्टिटीमा तपाईँले क्वान्टिटी हाल्नुपर्छ, कति कमेन्ट चाहियो तपाईँलाई। मलाई 100 कमेन्ट चाहियो, त्यही भएर म 100 यहाँ चाहिँ लेखिरहेको छु। त्यो 100 लेखेपछि प्लेस अर्डरमा क्लिक गर्नुपर्छ। प्लेस अर्डरमा क्लिक गर्नु बित्तिकै तपाईँको अर्डर लाग्छ। अर्को सर्भिस हाम्रो टिकटक लाइभ स्ट्रिमको कमेन्ट। लाइभ स्ट्रिममा जाँदा चाहिँ तपाईँ कमेन्ट चाहनुहुन्छ हाम्रो यो कमेन्ट आओस्, त्यो कमेन्ट पनि तपाईँ किन्न सक्नुहुन्छ। ठिक छ, फर्स्टमा तपाईँले लिङ्क हाल्नुपर्छ। लिङ्क हालेपछि तल चाहिँ कमेन्ट लेख्नुपर्छ। तपाईँले चाहिँ कमेन्ट चाहिँ कस्तो कमेन्ट चाहियो, कस्तो खालको कमेन्ट चाहियो। जस्तो मैले कमेन्ट लेखिरहेको छु, गुड, यु आर बेस्ट। तपाईँ यसमा के इमोजी पनि हाल्न सक्नुहुन्छ, नेपालीमा पनि कमेन्ट लेख्न सक्नुहुन्छ। यसमा कुनै चाहिँ पाबन्दी छैन। जस्तो म 3वटा कमेन्ट हालेको छु। अब यसमा चाहिँ एउटा कुरा याद राख्नुपर्छ, यसमा चाहिँ लिङ्क चाहिँ तपाईँको लाइभ स्ट्रिमको लाइभ भिडियोको लिङ्क हाल्नुपर्छ। अनि अर्को भिडियोको लिङ्क हाल्दा चाहिँ तपाईँको कमेन्ट आउँदैन, यो अर्डर तपाईँ खेर जान्छ। अर्डर लगाएपछि तपाईँको केही मिनटमा, केही
सेकेन्डमा तपाईँको यो कमेन्ट आउन थाल्छ। त्यो पछि चाहिँ हाम्रो अर्को पनि सर्भिसहरू छ अनि त्यो पछि अर्डर लगाउनु। अरू चाहिँ लाइभ स्ट्रिममा एआई च्याट छ, ठिक छ। अरू चाहिँ लाइभ स्ट्रिममा कि अरू अर्को सर्भिस के छ हाम्रो टिकटक रिपोस्टको। तपाईँ भिडियो पोस्ट गर्नुभयो, भिडियो पोस्टमा चाहिँ रिपोस्ट आयो भने यो टिकटक रिपोस्टको सर्भिस चाहिँ लिँदा हुन्छ तपाईँलाई। अनि अर्को चाहिँ सर्भिस हाम्रो के छ, यो टिकटक बेटल पोइन्ट। टिकटक बेटल पोइन्ट भन्दा के हुन्छ, तपाईँ यो टिकटकमा गेम चाहिँ खेल्नुहुन्छ, गेम खेल्दा चाहिँ के हुन्छ, पोइन्ट चाहियो तपाईँलाई, ठिक छ। त्यो पोइन्ट पनि तपाईँ किन्न सक्नुहुन्छ। त्योमा क्लिक गरेर तपाईँले लाइभ स्ट्रिमलाई कपी गर्न मिल्छ। जस्तो यो पोइन्ट पनि तपाईँको थुप्रै कन्ट्रीको छ, पाकिस्तानको छ, इन्डियाको छ, भियतनाम, रोमानिया, अरू कन्ट्रीको छ। जुन मनपर्छ, सस्तो लाग्छ, राम्रो लाग्छ त्यही किन्नु क्या, बेटल पोइन्ट।